हेर्न सक्नुहुन्छ दर्शकबिन अलैँचीको बगान। यो चाहिँ हाम्रो सिरितिप्पाको हो। यसमा चाहिँ रामसाई, गोलसाई र जिरमले छ। अलिक बढी चाहिँ जिरमले होला। यो चाहिँ बगानै हो। यो उधो पनि छ। लगायो त्यो त यो पारीको पनि पुरै अलैँचीको बिरुवा लगाएको छ यो पारी एरियामा। यही यो हरियो छ, हरियो चाहिँ यो जिरमले हो। यो चाहिँ रामसाईको हो। यसको रातो हुन्छ बोट पनि, यसको फलाइ पनि। यता चाहिँ हाम्रो कार्की सर हुनुहुन्छ। कार्की साउ हाम्रो लगभग अलैँची साउ यो चाहिँ बगानै छ। यो एरिया पुरै हो। यो रामसाई, गोलसाई र जिरमले छ यहाँ अहिले हालसाले चाहिँ। सबै खाजाको आसमा सबै यहाँ उभिएका साथीहरू सबै खाजाको आसमा। कृष्णमा अबद्ध भएको मान्छेहरू हो। अनि चाहिँ अब हाम्रो म बोल्नै पर्दैन, साथीहरू बोलिरहेछन्। यहाँ हाम्रो मेन साउथ यहाँ हुनुहुन्छ, फेरि उहाँले जुगाड गर्नु हुँदैछ। अब अहिले चाहिँ देखियो कि भनेर उहाँले सबै आज नभने भोलि पानीले डिस्टर्ब गर्यो। आज नभने भोलि गर्छौँ भने जुक्का लाभे के अरे यता हाकिमी डेम्बेले अनि यता के अरे अलि ठुलो स्वरले पो त हँसाएर परिबाट हेर्छु। अनि त्यस्तै भयो क्या। अब आजको काम कथा भनेको नि यसै हो। अब आश्वासन लिएर हामीलाई भाइले खिचाना भनेको थियो, बस हामी कृषक हौँ, उहाँलाई आजसम्म चाहिँ हामी समर्पण गर्छौँ। उहाँको जय शम्भु, जय शम्भु। कस्तो लाग्छ कि जय शम्भु दमादम खाजाको आसमा बस्ने साथीहरू सबै। खाजा कतिखेर पाक्छ र यहाँ आएको बल्दिरहेको छ। आफै सोच्ने मान्छेहरू पनि छन् है। घरमा काम थियो र ल है दर्शक बिन मैले ताने यसलाई मैले ताने है मैले ताने है दर्शक बिन। यता हुनुहुन्छ खाजाको आसमा बस्ने साथीहरू हेर्नु है ताने है मैले। के बनाएको छ बोल्दै हाल न। तपाईले भन्नु न। हामी चाहिँ एकदम बिजी छु। अलिक ल है दर्शकबिन तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो तयारी भइसकेको छ। खानेकुरा तयारी भइसक्यो। यता हाम्रो साउ मालिक मैले गरिराखेको एकदम अलैँची साउ मालिक उहाँ भयो। खान्ते पिन्ते अब लगभग अन्त्य भइसकेको छ। अब चाहिँ खान्ते पिन्ते पुरा भइसक्यो। हाम्रो मालिक पनि त्यहाँ हुनुहुन्छ। अनि औता यो एरिया राम्रै छ यहाँ। लु है दर्शकबिन हामी चाहिँ यहाँ खोला फर्काइरहेको छु। यो चाहिँ लकडीवालाहरूले बिगारेर खोला चाहिँ उता थियो, अहिले यता बनाइदियो लकडी लाने बाटोतिर। यसलाई चाहिँ छेकेर हामी व्यवस्था गर्दैछौँ। लु है दर्शकबिन तपाईँहरू हेर्दै हुनुहुन्छ अब हाम्रो काम चाहिँ अन्त्य भएको
जानकार गराउँदै यो ठाउँबाट हामी घरतिर लाग्यौँ।